नमस्कार। अबको बाटो युट्युब च्यानलको तेस्रो एपिसोड हामी चौकुने गाउँपालिका वडा नम्बर 6 स्थित साउनेको स्कुल नजिकै रहेको यो प्राकृतिक दृश्य पछाडिपट्टि चिउरीको छारी मुनि हामी आज छायाङ्कन गर्दैछौँ। यसको पहिलो एपिसोड हामी वडा नम्बर 8 को बेतन खोलामा छायाङ्कन गरेका थियौँ भने दोस्रो एपिसोड हामी वडा नम्बर 7 स्थित शहीद पार्कमा छायाङ्कन गरेका छौँ। आज हाम्रो तेस्रो एपिसोड हो। यो एपिसोडमा सम्पूर्ण दर्शक श्रोता र हामी सहभागी सम्पूर्णलाई यहाँलाई स्वागत छ। र आजको विशेष गरी आजको छलफलमा हामीसँग चौकुने गाउँपालिका स्थित वन वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख पदमराज शर्माजी हुनुहुन्छ। आज हामी विशेष गरी विपद व्यवस्थापन वन वातावरणसँग सम्बन्धित त्यसकै सेरोफेरोमा रहेर आज हामी छलफल गर्नेछौँ। आज शीतल मौसम, त्यो पनि चिउरीको बुट्टा मुनि आज हामी छलफलको लागि यहाँलाई यो कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद सङ्ग्रामजी। पदम सर, अब तपाईँ विपद व्यवस्थापन शाखा प्रमुख हुनुहुन्छ। अब तत्कालीन रूपमा बर्सात लाग्दैछ, हावाहुरी चट्याङ अनि बाढी पहिरोको जोखिम त्यत्तिकै छ। नेपाल आफैमा धरातलीय स्वरूप पनि त्यस प्रकारको छ। त्यो खास विपद भने हो के खासमा? धन्यवाद सङ्ग्रामजी, यहाँले अति राम्रो समसामयिक विषयवस्तु सोध्नु भएको छ। अहिले हामी अब पूर्व मनसुनको समयमा छौँ। बाढी पहिरो चट्याङ आगलागी को समयमा हामी छौँ। चौकुने गाउँपालिकाले यस्ता खालका विपदका घटनासँग जुझ्नका लागि विपद प्रतिकार्य टोली बनाएको छ, जसलाई हामी स्वयंसेवक टिम भन्छौँ। त्योभन्दा पहिला हजुरले सोध्नुभएको प्रश्न विपद के हो भन्ने विषयमा थोरै यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु। विपद भन्ने बित्तिकै थाहा नदिकनै अकस्मात आउने मानव सृजित अथवा प्राकृतिक रूपमा आउन सक्ने विपदका घटनाहरू जस्तो बाढी पहिरो चट्याङ आगलागी, यिनीहरू भनेका प्राकृतिक प्रकोपबाट आउने विपदहरू हुन् भने मानव सृजित भनेको सडक दुर्घटना, आगलागी जस्ता कुराहरू मानव सृजित हुन्। यी दुईटै घटनाहरूले, यी दुईटै विपदले अन्तर्गत मानिसको धनको क्षति हुने घटना परिघटनाहरू घट्ने, जसले मानिसको सामाजिक अवस्था आर्थिक अवस्थालाई उथल पुथल पार्न सक्छ। यसलाई हामी विपद भनेर बुझ्न सक्छौँ। पूर्व सूचना नै आउने एउटा अप्ठ्यारो स्थितिलाई विपद भन्नुभयो। एकदम। अब यो विपद आउँछ र विपद आइसकेपछि हामीले सिधै यो विपद आयो अथवा हामी अप्ठ्यारोमा पर्यौँ भनेर भन्नुपर्ने शाखा हो यो? एकदमै। विपदको विषयमा बोल्ने, विपदको विषयमा अन्तर्क्रियाहरू गर्ने, आफ्नो पूर्व तयारीलाई एकदम सशक्त बनाउने, पूर्व सूचनालाई सशक्त बनाउने र विपदसँग रहेका संयन्त्रहरू, स्थानीय विपद व्यवस्थापन समिति छ, वडा स्तरमा वडा स्तरीय विपद व्यवस्थापन समिति छ, सुरक्षा निकाय छ, हामीसँग रेड क्रस छ, तत्त हामीसँग काम गर्ने वडा स्तरमा आमा समूहहरू हुनुहुन्छ, स्वयंसेवकहरू हुनुहुन्छ। उहाँहरूले आफ्नो ठाउँबाट विपदसँग लड्नका लागि उहाँहरू संयन्त्र चाहिँ हो। यतिखेर अब तत्कालीन रूपमा बाढी पहिरो र भूक्षय अनि चट्याङहरू आउन सक्ने सम्भावना छ। बढी त पहिरो बाढी पहिरो नै हो अबको सिजनमा आउन सक्ने। अब यतिखेर तपाईँहरूलाई बाढी पहिरो आयो अथवा विपदमा बाढी पहिरोको विपदमा पर्यो, त्यो नागरिकले तपाईँसँग सम्पर्क गर्नुपर्ने या कुनै अर्को बाटो अपनाउनु पर्ने बाटो के हो? तपाईँसँग पुग्नुपर्ने सक्ने बाटो, सजिलो बाटो? एकदमै सङ्ग्रामजी, यसमा के छ त भन्दाखेरि प्रकोपको नक्साङ्कन हुन्छ। चौकुने गाउँपालिका नेपालका 753वटै स्थानीय तह जस्तै चौकुने गाउँपालिका पनि एउटा स्थानीय तह हो। चौकुने गाउँपालिका पनि प्रत्येक वर्ष विपद जोखिमको अवस्थामा छ। यसमा चौकुने गाउँपालिकाले नक्साङ्कन गरेको छ, जसलाई हामी हजार म्यापिङ भन्छौँ, प्रकोपको नक्साङ्कन। यो प्रकोपको नक्साङ्कन भनेको चौकुने गाउँपालिकाले डेटामा बोल्छ, अध्ययन गरेको हुन्छ, डेटामा बोल्छ। जस्तो कि यहाँलाई भनौँ, यहाँले आफै भनिसक्नु भएको छ, बाढी पहिरो आगलागी चट्याङ हावाहुरी सर्पदंश, त्यसै गरी वन्यजन्तु आतङ्क लगायतका यी प्रकोपहरू, यी विपदहरूको सामना चौकुने गाउँपालिकाले गर्न परिरहेको छ। यो श्रृङ्खलाबद्ध रूपमा हजुरले भने नि, बाढी पहिरोबाट भने नि, चौकुने गाउँपालिकाको पहिलो जोखिम भनेको बाढी पहिरो नै हो। त्यसो भए अहिले तत्कालीन चौकुने गाउँपालिकाले
आवश्यक तयारी थालेको केमा छ, कस्तो तयारी थालिरहेको छ अहिले हाम्रो स्थानीय तहले? आज मात्रै एउटा मिटिङ थियो, ऱ्यापिड रेस्पोन्स टिम द्रुत प्रतिकार टोली एउटा मिटिङ थियो। त्यो मिटिङ स्वास्थ्य शाखाको अगुवाईमा मिटिङ राखिएको थियो। त्यहाँ त्यो मिटिङमा मलाई पनि बोलाइएको थियो। त्यो मिटिङमा म सहभागी थिएँ। त्यहाँबाट एउटा के बुझाइ भएको छ त भन्दा चौकुने गाउँपालिकामा अब एउटा ऱ्यापिड रेस्पोन्स टिम हामीले खडा गर्न पर्छ, जसले बाढी, पहिरो, आग लागि, सर्पदंश, महामारी लगायतका स्वास्थ्य क्षेत्र लगायतका विविध क्षेत्रमा हामीले काम गर्नका लागि अग्रपन्थीमा काम गर्ने र आफ्नो संयन्त्रलाई सशक्त रूपमा परिचालन गर्नका लागि आज एउटा मिटिङ थियो। हामी त्यसरी काम गर्छौँ। यसको लागि विपद पूर्व तयारी तथा प्रतिकार योजना छ। विपद पूर्व तयारी तथा प्रतिकार योजनाले पनि त्यही कुरा बोल्छ हैन। चौकुने गाउँपालिकामा बाढी, पहिरो, आगलागीको जोखिम हो भने हामीले के तयारी गर्ने भन्ने विषयमा बोल्छ। जस्तो हामीले के हो त भन्दाखेरि स्थानीय स्तरमा, वडा लेभलमा वडा स्तरीय विपद व्यवस्थापन समितिलाई तालिम दिने, उहाँहरूलाई सशक्त बनाउने, तालिम दिएर मात्रै भएन, उहाँहरूलाई प्रतिकारका लागि सामानहरू, नन फुड आइटम, एनएफआरआई किट भन्छ जसलाई, नन फुड आइटमहरू हामीले उहाँहरूलाई वितरण गर्ने। चौकुने गाउँपालिकाले यतिखेर अब यो योजना तर्जुमाको पनि विषयवस्तु आइरहेको छ, त्यहाँ पनि हामीले एलोकेट गरेका छौँ होइन। जस्तो यसमा बढी हामीले गर्ने भनेको अवेरनेस क्षेत्रमा हामीले बढी काम गर्नुपर्छ। हावाहुरीबाट कसरी बच्ने, बाढी पहिरोबाट कसरी बच्ने, आइसकेपछि हामीले के गर्ने भन्ने कुरा हामीले के गर्दा भन्दा अवेरनेस क्षेत्रमा पनि हामीले काम गर्नुपर्ने हुन्छ। यो पूर्व सूचनाको समय पनि हो, पूर्व तयारीको समय पनि हो। ठिकै छ, हामी यो क्षेत्रमा पूर्व तयारी गरिरहेका छौँ। पूर्व जानकारी भइसकेपछि हामी त्यो क्षेत्रमा हामी खटिने र काम गर्ने गर्छौँ भन्ने पनि भन्नुभयो। केही दिन अगाडि चौकुनेको एउटा पानी पर्यो, हावाहुरीसँगैको पानी पर्यो र कतिका घरका छाना उडे। एकदमै। त्यसपछि उनीहरूले सम्झे हाम्रो पालिकामा विपद व्यवस्थापन शाखा छ। एकदमै। उनीहरूले त्यहाँ मेरो जानकारीमा आएसम्म उहाँहरूले तपाईँलाई फोन गर्नुभयो, हामीलाई तत्कालीन तिरपाल चाहियो। अनि विपद व्यवस्थापन शाखाबाट उत्तर त्यसको के गयो भन्ने खबर छ भने तपाईँहरू आफ्नो व्यवस्थापन गरेर तिरपाल टाङ्नुहोस्, हामीसँग तिरपाल छैन, बरु 4-5 हजार रुपियाँ हामी दिन सक्छौँ भन्ने टाइपको एउटा एकदमै त्यो भाषाको उत्तर गयो भन्ने छ। यो खास के हो? एकदम तपाईँले समसामयिक विषयवस्तु उठाउनु भएको छ, यसको लागि हजुरलाई म एकदम धन्यवाद दिन चाहन्छु। यो हुँदै गर्दाखेरि यो कति थियो 3-4 दिन अगाडिको कुरा हो होइन। आज कति भयो 29 गते भनेपछि यो 26-27 गतेको कुरा हो। चौकुने गाउँपालिका वडा नम्बर 8 स्थित 3-4 वटा घरमा एकैचोटि भूमरी आएर, हावाहुरी आएर घरको छाना चाहिँ उडाएको अवस्था हो। हामी चौकुने गाउँपालिकामै थियौँ र मलाई फोकल पर्सनको हैसियतले मलाई फोन आयो। वडा नम्बर 8 को अध्यक्षज्यूले मलाई फोन गर्नुभयो। त्यसपछि सम्बन्धित लाभगराईले मलाई फोन गर्नुभयो। फोन गरिसकेपछि हामीसँग त्रिपाल थिएन, खरिद गरेको त्रिपाल सकिएको थियो। त उहाँहरूलाई के भन्ने कुरा भयो त भन्दाखेरि हजुरहरूले तत्कालको लागि जस्तो अन्न बाली हुनसक्छ, अन्न हुनसक्छ, घरमा अत्यावश्यक कुराहरू हुनसक्छ, वर्षाको समय छ, भिज्न सक्छ, यसर्थ हजुर त्रिपाल ल्याएर किनेर प्रयोग गर्नुहोस् ताकि क्षति अब नहोस्। चौकुने गाउँपालिकामा त्रिपाल त छैन, अब के गर्ने? हामीसँग आर्थिक सहायता कार्यविधि छ। आर्थिक सहायता कार्यविधिले के बोल्छ त सुनगावाजी भन्दाखेरि उहाँहरूलाई राहत दिनका लागि मापदण्ड छ नि। जस्तो प्रहरी मुचुल्का उठ्छ, क्षतिपूर्तिको आकलन गरिन्छ त्यो मुचुल्कामा, त्यसपछि वडा कार्यालयको सिफारिस एलोकेट हुन्छ, त्यसमा राखिन्छ। त्यसपछि सम्बन्धित क्षतिको फोटो आउँछ। त्यसपछि अनि त्यो डकुमेन्ट्सलाई अध्ययन गरेर हामीले स्थानीय विपद व्यवस्थापन समिति, जुन अध्यक्षको संयोजकत्वमा एउटा समिति छ, त्यो समिति बसेर के हो त भन्दा अध्यक्ष स्तरको मिटिङबाट उहाँहरूलाई आर्थिक सहायताको लागि हामीले भुक्तान दिने गर्छौँ। शोध भर्ना गर्ने गरी उहाँहरूको जो क्षतिपूर्ति भएको छ अहिले यहाँहरू पाल टाङ्नुहोस् ताकि क्षति नहोस् र यहाँहरूलाई पछि क्षतिपूर्ति दिएर हामी के हो त भन्दाखेरि प्रतिकार गर्न सकिन्छ, राहत दिन सकिन्छ भन्ने कुरा हामीले त्यहाँ गरेको हो। यदि क्षतिको जुन रेन्ज छ त्यो रेन्ज अनुसार गाउँपालिकाले सहयोग गर्छ या एकमुष्ट यदि 5,000 हो 6,000 हो यो टाइपको छ कि उसको क्षतिको कुनै प्रतिशत तोकिया छ कि कस्तो छ यसमा? यस विषयमा के छ त भन्दाखेरि अब एउटा हुने खाने वर्ग छ, एउटा हुँदा खाने वर्ग छ हो नि। हामीले सहयोग गर्नुपर्ने कसलाई हो? वास्तवमा नहुनेलाई हो, जो कि उसँग आर्थिक अवस्था कमजोर छ, उहाँहरूले वास्तवमा क्षतिपूर्ति पाउनुपर्ने अवस्था हो। त भने हामी के गर्छौँ त भन्दाखेरि
न्यूनतम रूपमा पनि उसँग आर्थिक स्थिति कम छ भने उहाँहरूलाई सामान्य 4-5 हजारको आर्थिक सहायताले पनि ठुलो राहत गर्छ भन्ने हेतुले यो आर्थिक सहायता राखिएको हो। यो आर्थिक सहायता राखिएको हो। हुनेहरूका लागि त उहाँहरूले आफै गर्न सक्नुहुन्छ। ए मतलब मैले भन्नु बुझ्न खोजेको हुने खानेलाई नदिए पनि हुन्छ, नहुँदा नहुने मान्छेलाई दिनुपर्छ भन्ने त ठिक छ, एकदम तर उसको घरको छाना नै उडेको छ, घरको छानो हाल्न 1 लाख चाहिन्छ। त्यो सबै बेहोर्छ या प्रतिशतमा ढालेर त्यो बेहोर्नु पर्ने हो? त्यो सबै बेहोर्न सक्दैन। त्यो हाम्रो कार्यविधिले बोल्दैन। त्यो कार्यविधिले बोल्दैन होइन। हामीले के हो त भन्दाखेरि सामान्य उसलाई आर्थिक सहायता गर्ने कुरामा चौकुने गाउँपालिकाले एउटा कार्यविधि बनाएको छ। आर्थिक सहायता कार्यविधि बनाएको छ। त्यही कार्यविधिको हिसाबमा रहेर हामीले तत्त बुदाहरूमा टेकेर हामीले काम गर्नुपर्ने हुन्छ। तपाईँ एउटा आपतकालीन विषयमा तपाईँ जानुहुन्छ, खट्नुहुन्छ, काम गर्नुहुन्छ, तपाईँको स्वधर्मले ए म यो शाखामा रहेर यति राम्रो काम गर्ने, यो चाहिँ म नहुँदा यो हुने थिएन, अथवा यो गर्दाखेरि म आत्मसन्तुष्ट भएँ भन्ने कुनै घटना छ त्यस्तो सेयर गर्न मिल्ने? यहाँले एकदम राम्रो कुरा सोध्नु भएको छ। चौकुने गाउँपालिकाले तपाईँले मलाई त्यो रिकल गर्नुभयो के, पुनर्स्मृति गर्नुभयो होइन। 2079 सालको बाढी पहिरोमा हामीले काम गरेका थियौँ धर्मजी होइन। 2079 सालको बाढी पहिरो सम्भवतः हजुरलाई पनि थाहा होला। त्यो बाढी पहिरोले चौकुने गाउँपालिकाका 10वटा वडामा क्षति पुर्याएको थियो। जस्तो घाटगाउँमा क्षति पुर्याएको थियो, यहाँ भाम्लेमा क्षति पुर्याएको थियो, अनि त्यसपछि यो के भन्छ भुडिया भापरमा क्षति पुर्याएको थियो। हामीले तत्काल इमर्जेन्सी मिटिङ बोलाएर, जुन अध्यक्षको संयोजकतामा बैठक बस्छ, बोलाएर हाम्रो आफ्ना संयन्त्रहरू हामीले परिचालन गऱ्यौँ, सुरक्षा संयन्त्रहरू परिचालन गऱ्यौँ, जिल्लामा रेडक्रससँग हामीले समन्वय गऱ्यौँ, प्रहरीसँग समन्वय गऱ्यौँ र स्थानीय स्तरमा वडा स्तरीय विपद व्यवस्थापन समितिसँग समन्वय गरेर हामीले के हो त भन्दाखेरि रेस्पोन्स टिम एउटा तयार गऱ्यौँ र प्रत्येक वडामा के क्षति भयो क्षतिको आकलन गऱ्यौँ। क्षतिको आकलन गर्नका लागि वडा स्तरीय वडाको अध्यक्षको संयोजकत्वमा टोली खटिएको छ। टोटोले लगभग 6-7 दिनको काम गरेको छ। टोटोले प्रतिवेदन ल्याएको छ। त्यो प्रतिवेदनको आधारमा हामीले 17 जनालाई हामीले आर्थिक सहायता दिएका छौँ। 17 जनालाई आर्थिक सहायता दिएका छौँ। यदि हामी त्यहाँ कुनै पनि खालको हामी अब ल्याकअप भइदिएको भए, चुहावट भइदिएको भए, हामी त्यहाँ अनुपस्थित भइदिएको भए त्यो काम हामी गर्न सक्थेनौँ। त्यो त्यतिखेर मलाई एकदम प्राउड फिल भएको छ, आफूलाई खुसी भएको महसुस भएको छ। गर्दाखेरि हुँदो रहेछ नि त भन्ने चाहिँ भएको छ। ठिकै छ पदम सर। अब एउटा खालको आपद विपद लागेपछि एउटा प्रक्रिया, नागरिकले प्रक्रिया अपनाउनु पर्ने हुन्छ, एकदमै कानुनी बाधा पनि होलान्। तर यो कुनै तत्कालीन आउने आपद विपदमा तत्कालीन रूपमा उसलाई सहायता दिनलाई कुनै कानुनले रोकावट छ या कानुन बदल्नु पर्ने छ, अथवा कानुनी व्यवस्थापन केही गर्नुपर्ने जस्तो देख्नुहुन्छ तपाईँ व्यक्तिगत रूपमा? तत्काल रेस्पोन्स गर्नलाई कानुनी व्यवधान छ त भन्ने प्रसङ्गमा तपाईँले सोध्नुभयो। त्यही हो। यसमा कानुनी व्यवधान भन्दा पनि कानुनलाई हामीले कुन रूपमा प्रयोग गरेका छौँ, हाम्रो कार्यशैली के हो भन्ने कुराले प्रभाव पार्छ। कानुन बनेका छन्, जस्तो हामीसँग ऐन छ, विपद व्यवस्थापन ऐन छ, हामीसँग विपदको सञ्चालन कार्यविधि छ, विपद पूर्व तयारी तथा प्रतिकार योजना डिपिआरपी जलवायु त्यो हाम्रो बनिसकेको छ, मौजुदा कानुन हो, यो बनिसकेको छ। स्थानीय विपद तथा जलवायु उत्थान योजना छ, जसलाई हामी एलडिसिआरपी भन्छौँ, यो बनिसकेको छ। चौकुने गाउँपालिकाले नवीनतम कार्य पनि गरेको छ, जसलाई हामी के भन्छौँ त भन्दाखेरि विपदको आपतकालीन फोन डायरी भन्छौँ। योभन्दा धेरै के कानुन बन्ने हो? धेरै कानुनको तपाईँको जत्था राखेको त आवश्यक छैन। रह्यो कामको कुरा त भने काम गर्ने कुरामा विपद आइपर्दा, यस्ता घटना परिघटनाहरू हुँदाखेरि समाजका सबै वर्ग, सबै मानिसहरूले आफ्नो क्षेत्रबाट काम गर्ने हो। विपद पर्दाखेरि आफूले काम गर्ने। जस्तो म पदमराज शर्मा एट फर्स्ट म पहिलो रेस्पोन्डर हो। जब मैले अर्को गर्न थाहा दिन्छु, उसले अर्को गर्न थाहा दिन्छ भने त्यसरी के हो त भन्दाखेरि संयन्त्रहरू आफै परिचालन हुन्छन् र काम चाहिँ बन्छ। हाम्रो के अभ्यास छ त भन्दाखेरि सरकारको भर पर्ने बानी छ। सानो कुराको लागि पनि सरकारको भर पर्ने, हामीले त्यो भर नपरौँ। अब यसो गर्दाखेरि के हो त भन्दाखेरि हामी आफै पनि कतै के छ त ब्याक पनि हुन्छौँ कि भन्ने कुरा सोचौँ है। केही गर्न सकिन्छ भन्ने कुरा हो। ठिक छ, आजको बहसको करिब करिब अन्तिममा छौँ पदम सर। अब विपद व्यवस्थापनको एउटा पाटोमा तपाईँ काम गरिरहनु भएको छ, यसलाई रोक्न अथवा द्रुत गतिमा सेवा प्रदान गर्न अथवा नागरिकलाई आपद विपद परेको बेला सहयोग गर्नलाई अब के भइदियो हुन्थ्यो? अबको बाटो खास के हो? एकदम राइट क्वेसन सोध्नुभयो हजुरले। अबको बाटो के हो त?
कसरी हामी रेस्पोन्स गर्न सक्छौँ, प्रतिकार कसरी गर्न सक्छौँ, विपदसँग कसरी सामना गर्न सक्छौँ भन्ने विषयमा सबभन्दा पहिलो कुरा के हो त भन्दाखेरि हामीले विपदका संयन्त्रहरू जो छ सरकारी संयन्त्रहरू त्यो संयन्त्रहरू आफैमा सशक्त रूपमा काम गर्नुपर्ने हुन्छ। काम गर्नका लागि वेल ट्रेन दक्ष रूपमा उहाँहरूले तालिम पनि पाउनुपर्ने हुन्छ। जस्तो हामीलाई समस्या भयो, म थोरै उदाहरण पनि दिन चाहन्छु। हामीसँग यो फायर एक्सटेन्सन एउटा मेसिन हुन्छ क्या, आगलागी हुँदाखेरि त्यो मेसिन त हामीसँग मौजुद गाउँपालिकामा छ, मेसिन छ, तर त्यो मेसिन भएर मात्रै भएन, त्यसलाई चलायमान बनाउनु जान्न पर्यो। एक दुईजनाले जान्न मात्रै भएन नि त, त्यही भएर सबैले जान्न पर्यो। त भने विपदसँग लड्नका लागि सम्बन्धित शाखामा सम्बन्धित कार्यालयमा भएको जनशक्ति सबै शाखाहरूले त्यो जान्नुपर्ने आवश्यक छ, त्यो मेसिन सम्बन्धी जान्नुपर्ने आवश्यक छ। तब कि हामी के हो त भन्दाखेरि रेस्पोन्स गर्न सक्छौँ, प्रतिकार गर्न सक्छौँ। यसको मतलब के हो त भन्दाखेरि चौकुने गाउँपालिकामा रहेका हाम्रा संयन्त्रहरू सबै चलायमान हुनुपर्छ। हामीसँग डिपिआरपी छ, डिपिआरपीले भनेको कुरा पनि हामीले पढ्न पर्यो, कानुन बनेर मात्रै भएन, पूर्व तयारी योजना के लेखेको छ त त्यहाँ पढ्न पर्यो। हामीले सिमुलेसन गर्न पर्यो, कृत्रिम घटना अभ्यास पनि गर्न पर्यो, कुनै सिनारीयोमा हामीले कृत्रिम घटना अभ्यास पनि गर्न पर्यो। तब के हो त भन्दाखेरि यसले हामीलाई स्किल बढाउँछ, काम गर्नका लागि सहज बनाउँछ र चौकुने गाउँपालिकाको समग्र विपद क्षेत्रको विषयमा हामीले पूर्व तयारी गर्न सक्छौँ, पूर्व सूचना पनि गर्न सक्छौँ र प्रतिकार गर्न पनि हामीलाई सहज हुन्छ। हस्, धन्यवाद। हाम्रो यो कार्यक्रममा आइदिनु भयो, छोटो समयको लागि छलफलमा भाग लिनुभयो, यहाँलाई धन्यवाद। हामी आजको एपिसोडबाट बिदा हुन्छौँ र हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ तपाईँलाई कमेन्ट बक्समा गएर हामीलाई कमेन्ट गर्नुहोला, ताकि हामी अर्को कार्यक्रममा तपाईँहरूका कमेन्ट अनुसार नै हामी कार्यक्रम सिर्जना गर्न सकौँ र यो कार्यक्रमलाई अझ उचाइमा पुर्याउन सकौँ। हस्, नमस्कार, धन्यवाद।